धनिया पनि राखेँ अब मस्त टेस्टी। हेलो साथीहरू सबैलाई नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहोला भन्ने आशाको साथमा नयाँ भिडियो लिएर आएको छु। कृपया साथ सपोर्ट गरिदिनु होला। फेरि आज हाम्रो घरमा विशेष केही पाक्दै छैन, तपाईँहरूले देख्न सक्नु नै हुनेछ। भिडियो हेरिदिनु होला, धन्यवाद। मैले यहाँ भात राखिसकेँ, फेरि मासु मासु अब यो मासु म कसरी बनाउँदैछु तपाईँहरू हेरिदिनु होला है। म अब पडामा मसला पिस्छु। मसला पनि रेडी भइसक्यो गाइस। यो लसुन हो, लसुन अनि मसला यो सब म पडामा मिक्सरमा फेरि टेस्टी आउनु फेरि म पडामा मासु पनि अब फ्राई भइसक्यो। फ्राई भइसकेपछि मैले आवश्यकता अनुसार पानी राख्छु। आवश्यकता अनुसार पानी पनि राखेँ। राखिसकेपछि मैले त्यसलाई थोरै एकछिनको लागि मैले ढाकिदिएँ। पाक्छ।